इमो खाजा घरमाबाट चाहिँ एउटा तुलसीनाथ बारेमा हाम्रो यो गर्मी सिजनमा चाहिँ हाम्रोमा हरेक सिजन एउटा फ्रुट सलाद जुस भन्छ। यो पाइनएप्पल भयो, यो पपैया, यो हनी मिलन, यो स्विट मिलन, यो अहिले तरबुजा के भन्छ नेपालीबाट, यो चाइनिज सुन्तला हो, यो अम्बा भयो, यो किवी, यो सेतो नास्पाती, यो रातो ड्राइगन, यो के भन्छ एभोकाडो, यो स्याउ त सधैँ पाइने चिज हो, सधैँ पाइरहन्छ। यो के भन्छ आँप, यो के भन्छ यसलाई माल्टा भनिन्छ। अनि यो अब कालो अङ्गुर हो, यो चाइनिज यो के भन्छ हलुवा भन्छ। हाम्रोमा सबै कुरा सिजन लेभल चाहिँ हामी एउटा टुक्रा भए पनि हामी एउटा उसमा एक सेटमा हाम्रो गरेको हुन्छ सबै कुरा। कसैलाई मनपर्छ भने आउनुहोला हाम्रो खाजा घर इमो खाजा घर र इमो होटेल भन्छ रेस्टुरेन्ट इमोमा। हाम्रो त्यो चाहिँ एकदमै जस्तो महँगो आए पनि एक टुक्रा चाहिँ पर्छ एउटा उसमा। हामी रङ्गिन बनाएर दिने गरेको छ। जुसमा पनि आउँछ ल है इमो खाजा घर र इमोमा तपाईँहरूको उस लागि आइरहेको छ गर्मी सिजनको लागि लस्सीहरू आउँछ। ए दही पनि ल्याउनु पर्ने, दही त ल्याउनु पर्दैन है ल सबै कुरा छ। हाम्रो यो चाहिँ हाम्रो इमो खाजा घर है भीमफेदी गाउँपालिका पर्छ चौवास भैँसे। अहिले चाहिँ भीमफेदी गाउँपालिका भएको गाउँपालिका र एउटा बाहिरको एउटा इमो खाजा घरको गाउँको लगाइदिउँ। अनि उहाँहरू कोही अनम्बिके मान्छे आउनुहुन्छ नि त। इमो खाजा घर यसो बाटोमा हिँड्दा केही अप्ठ्यारो परेर यहाँ सानोतिनो सामान पनि भइहाल्छ। चिन्ता नमान्नु होला। छर छिमेकी हाम्रो आफन्तहरूलाई खुसी मनाउनु अर्ग्यानिक कुरा है, हामी अर्ग्यानिक कुरा हो, अर्ग्यानिक है। कस्तो लाग्यो तपाईँहरूले कमेन्ट गरिदिनु होला। यो दुईवटा कुरालाई है धेरै जस्तो बुढी मात्रै आइरहन्छ, बुढालाई पनि जान्छु मान्दै हुन्न कि हाम्रो बुढा अर्ग्यानिक हो।